हेलो गाइस, राधे राधे। हजुरहरू सबैजनालाई स्वागत छ आजको यस मेरो मिनी ब्लगमा। र आज चाहिँ हामी दुवैजना भन्नाले मेरो ठुलो सालो र म चाहिँ जाँदैछौँ हामी मार्केटतिर, ओइल मार्केटतिर। र मार्केट अब हामी किन गइरहेको छौँ हजुरहरूले भिडियोको अन्त्यमा थाहा पाउनुहुनेछ। भिडियोलाई इन्डसम्म हेरिदिनु होला। गर्दा गर्दै हामी बिहुतली आइपुगिसकेका छौँ र यहाँ चाहिँ गणेश पूजा भइरहेको थियो र हामीले चाहिँ हिजो राति नै दर्शन गरेका थियौँ र आज फेरि पसिरहेनौँ। र म चाहिँ फेरि आफ्नो थोपडा देखाउनतिर थालिहालेँ, किनभने आफ्नो थोपडा नदेखाइ शान्ति लाग्दैन। गर्दा गर्दै हामी मार्केटसम्म आइपुगिसकेका छौँ र मार्केटमा अब स्कुटीलाई स्ट्यान्ड गरेर अब हामी दुवैजना गफ गर्दै र हामी चाहिँ मार्केटतिर छिर्यौँ। र अब जाँदैछौँ गफ गर्दै गर्दै अब दुवैजना, किनभने ठुलो सालोसँग मेरो धेरै नै मन मिल्छ, मेरो मिल्छ होइन, ऊ पनि मिल्छन्। र यता चाहिँ हेर्न सक्नुहुन्छ अब शिवजीको मन्दिरै भनौँ अब मार्केटभित्र पनि होइन। र गर्दा गर्दै हामी चाहिँ होटल देख्यौँ र यहाँ चाहिँ चिया राम्रो बनाउँछ, साह्रै राम्रो। र मैले चाहिँ भने चिया पिएर जाउँ भनेर। र फाइनली अब होटलमा छिरेर अब चियाको अर्डर गऱ्यौँ र दुवैजना अब थोपडा देखाउँदै अब चिया नआउन्जेल हामी वेट गरिरहेको छौँ। गर्दा गर्दै फाइनली चिया पनि ल्याएर दिइसक्नु भएको छ र सालोले चाहिँ फोटो खिच्न थाले, म चाहिँ चिया पिउन थालेँ भिडियो बनाउँदै। र चिया पिसकेर हामीले चाहिँ मार्केटको बाहिरतिर फेरि निस्केर आयौँ। सालो चाहिँ हाँस्दैछन्, भिनाजु चाहिँ खालि भिडियो मात्रै बनाउँछ भनेर उसलाई शरम लाग्दैछ होला, थाहा छैन। र म चाहिँ अब भिडियो यताउताको अब बजारको मार्केटको भिडियो बनाउँदै दुवैजना गफ गर्दै गर्दै चाहिँ अनि हामी चाहिँ जाँदैछौँ। अब कहाँ हिँडेको भन्नुहुन्छ भनेदेखि चाहिँ हामी चाहिँ अब सब्जी बजार भनौँ या फलमूल फ्रुटको बजार भनौँ, सब्जी बजार र फ्रुटको बजार छेउछेउमै छ यहाँ चाहिँ। र हामी चाहिँ फ्रुट कतिवटा लिन भनेर, फलमूल लिन भनेर जाँदैछौँ। किन भन्नुहुन्छ भनेदेखि दिदी एकजनाको चाण्डाल योग थियो र उहाँको कुण्डलीमा चाण्डाल योग भएको लागि चाण्डाल दोषको शान्तिको निमित्त कतिपय पूजा गरेर सामानहरू दान गर्नुपर्ने थियो र हामीलाई सामान ल्याइदिनु भनेर पठाउनु भएको। र यता चाहिँ हेर्न सक्नुहुन्छ यहाँको दृश्य, यहाँको सब्जी बजारहरू। सब्जी यहाँ पनि राम्रो राम्रो भेटिन्छ, ताजा ताजा होइन। अब बजार पनि मार्केट पनि ठुलो छ, राम्रो लाग्छ घुमेर पनि। यताउता हेर्न सक्नुहुन्छ फलमूल। यहाँ चाहिँ मैले भिडियो अलिकति स्पिड बनाइदिएँ, किन भन्नुहुन्छ भनेदेखि भिडियो चाहिँ साह्रै लामो थियो र मैले अब छोटो बनाउनुको लागि मेरो सालो चाहिँ अब गुट्का किनेर खान थालेँ, म चाहिँ खान्न। र गर्दा गर्दै फेरि बजार गरिसकेर चाहिँ हामी अब यतातिर आयौँ। अब पूजाको सामग्री कतिवटा लिन भनेर, किनभने दान गर्ने पर्ने वस्तुहरू सामानहरू थियो नि त। अनि पूजाको सामग्रीमा र म चाहिँ आउँदाखेरि चाहिँ यहाँ चाचाजीकै दोकानमा आउँछु। किन भन्नुहुन्छ भनेदेखि उहाँले ठिकठाक रेटमा दिनुहुन्छ, मलाई चाहिँ उहाँ पसन्द लाग्छ। जहिले पनि आउँछु, यहीँ नै आउँछु। र गर्दा गर्दै हामी अब बजार गरिसकेर अब बाहिरतिर निस्किएको त पानी सिम पानी छिटिआइरहेको रहेछ, पानी आउँदै रहेछ। अब पानी आए पनि त उपाय छैन, अब ढिलो भइसकेको थियो, 11-12 बजिसकेको थियो। अब फेरि फोन गर्दै हुनुहुन्थ्यो छिटो आउनु भनेर। र हामी चाहिँ अब पानी आउँदै भए पनि जाउँ त भनेर अब फेरि स्कुटीसम्म अब हिँड्दै आउनु पऱ्यो नि त होइन। अनि स्कुटीसम्म अब हामी हिँड्दै आउँदैछौँ। र आउँदै सालो चाहिँ गयो स्कुटी स्टार्ट गरेर स्कुटी निकाल्न भनेर, उता पुरा पानी परिरहेछ। पर्खिनु एकछिन भिनाजु भन्न थालेँ। अनि म पनि त्यहीँ दोकान एउटामा उभिएर अब भिडियो बनाउन थालेँ। जस्तो पानी आउँदैछ अब पानीमा भिज्दै गएर पनि त बिरामी हुन्छ होइन। गर्दा गर्दै फाइनली अलिकति पानी रोके जस्तो भएर हामी दुवैजना चाहिँ स्कुटीमा चढेर फेरि अब जानु पर्यो छिटो, किनभने पानी रोकेको मौकामै अब जानुपर्छ भनेर अब स्कुटीमा चढेर अब निस्क्यौँ हामी चाहिँ। अनि जाँदै फेरि पूर्ण बस स्ट्यान्डमा के काम छ भिनाजु एटिएममा भनेर भने, र ऊ चाहिँ एटिएमतिर पस्न थाले। र म पनि अब स्कुटीमा बसेको छु, लु जाउँ न त भनेर भन्यौँ। दुवैजना गयौँ। अब पूर्ण बस स्ट्यान्डमा पुगिसकेका छौँ। पुगेर चाहिँ अनि बस स्ट्यान्डमा बसेर पैसा निकालेर चाहिँ अनि फेरि हामी अब भिज्दै भए पनि घरतिर जान भनेर निस्केको। आजको भिडियोमा यति नै। कस्तो लाग्छ हजुरले कमेन्ट अवश्य गरिदिनु होला।